इलाम जिल्लाको पहाडी भेगमा एउटा सानो गाउँ थियो। चारैतिर कुहिरो, घना जंगल र बेलुकी परेपछि एक प्रकारको अनौठो सन्नाटा छाउने ठाउँ। गाउँका बुढापाकाहरू भन्थे, यो ठाउँ दिनमा जति शान्त देखिन्छ, राति त्यति नै रहस्यमय हुन्छ। त्यही गाउँको डाँडामाथि एउटा दुईतले पुरानो घर थियो। ढुङ्गा माटोले बनेको, काठका झ्यालहरू भएको। त्यो घरमा बस्ने परिवार सामान्य थियो। बुबा, आमा, दुई छोरी र एक छोरा। उनीहरू खेतीपाती गरेर जीवन चलाउँथे। गाउँमा सबैले उनीहरूलाई राम्रो परिवार मान्थे। तर 1 वर्षको वर्षायामपछि त्यो घरमा अनौठा घटना सुरु भए। सुरुमा सामान्य ज्वरो जस्तो लाग्यो। घरकी आमालाई राति निद्रा नलाग्ने भयो। उनी मध्यरातमा उठेर बाहिर हेर्थिन् र भन्थिन्, कोही घर वरिपरि हिँडिरहेको आवाज आउँछ। तर बाहिर कोही हुँदैनथ्यो। केही दिनपछि कान्छो छोरा राति कराउन थाल्यो। ऊ निद्रामै चिच्याउँथ्यो, मलाई नछोऊ, मलाई तल नतान। उसको शरीर पसिनाले भिजेको हुन्थ्यो। बिहान उठ्दा उसलाई केही याद हुँदैनथ्यो। त्यसपछि ठूलो छोरीमा अर्को समस्या सुरु भयो। ऊ राति निद्रामै उठेर घर बाहिर निस्किन थाली। एक रात बुबाले देखे, छोरी घरको पछाडिको बारीतिर टोलाएर हिँडिरहेकी थिई। आँखा खुला तर चेतना नभएको जस्तो। बुबाले समातेर ल्याउँदा ऊ बिस्तारै भनिरहेकी थिई, उनीहरूले बोलाइरहेका छन्, तल आउन भनिरहेका छन्। त्यो सुनेपछि घरमा डर फैलियो। दिन बित्दै गए। परिवारका सबै सदस्य कमजोर हुँदै गए। शरीरमा निलडाम देखिन थाल्यो। कसैलाई ठोकिएको जस्तो दाग, तर कसैले छोएको पनि हुँदैनथ्यो। कहिलेकाहीँ बिहान उठ्दा कोठाभरि माटो छरिएको भेटिन्थ्यो। एक रात घरकी आमाले भान्साबाट कसैले भाँडा चलाएको आवाज सुनिन्। उनी डराउँदै भान्सामा पुगिन्। तर त्यहाँ कोही थिएन। तर चुलो नजिक भिजेको खुट्टाको डाम थियो। मान्छेको जस्तो, तर असामान्य रूपमा लामो। त्यसपछि गाउँभरि कुरा फैलियो। त्यो घरमा केही लागेको छ। कतिपयले भने कसैले डाहा गरेर कालो काम गरेको हो। कतिले भने घरमुनि पुरानो केही गाडिएको छ। अर्का थरीले भने त्यो जमिन पहिले श्मशान भएको ठाउँ हो। परिवार झन् डराउन थाल्यो। एक दिन बिहान कान्छो छोरा घरको छतमा भेटियो। ऊ त्यहाँ कसरी पुग्यो कसैलाई थाहा भएन। ऊ काँपिरहेको थियो र एउटै कुरा दोहोर्याइरहेको थियो, कालो मान्छेले बोलाएको थियो। त्यसपछि गाउँका केही बुढाहरूले निर्णय गरे, अब तान्त्रिक बोलाउनु पर्छ। गाउँभन्दा टाढाको एक वृद्ध तान्त्रिकलाई बोलाइयो। उनी साँझपख आए। लामो कपाल, निधारभरि रातो टीका, हातमा ठूलो झोला। घरभित्र पस्ने बित्तिकै उनी रोकिए। उनले बिस्तारै भने, यो घरभित्र धेरै समयदेखि नराम्रो चिज बाँधिएको छ। परिवार त्रसित भयो। त्यो रात तान्त्रिकले पूजा सुरु गरे। धूप, आगो र मन्त्रको गन्धले घरभरि अजीब वातावरण बन्यो। बाहिर हावा अचानक चर्को चल्न थाल्यो। गाउँलेहरू घरबाहिर उभिएर हेरिरहेका थिए। मध्यराततिर तान्त्रिक अचानक कराए, घरको मुनि केही गाडिएको छ। सबैजना टर्चलिएर घरको पछाडितिर गए। त्यहाँ जमिनको एउटा कुनामा माटो अलि फरक देखिन्थ्यो। खन्न सुरु गरियो। केही इन्च तल पुगेपछि एउटा पुरानो रातो कपडा भेटियो। त्यसभित्र कुखुराको प्वाख, सिन्दुर, कालो धागो र सानो हड्डी जस्तो वस्तु थियो। त्यो देख्ने बित्तिकै गाउँलेहरू डरले पछि हटे। तान्त्रिकले त्यो सामान आगोमा हालेर मन्त्र पढ्न थाले। भनिन्छ, आगो बल्दा अनौठो गन्ध आएको थियो। केहीले त घरमाथि कालो छाया उडेको देखेको दाबी पनि गरे। त्यो रात परिवारलाई एउटै कोठामा राखियो। र धेरै दिनपछि पहिलो पटक सबैजना शान्तसँग सुते। भोलिपल्टदेखि बिस्तारै समस्या कम हुँदै गयो भनिन्छ। कराउने बन्द भयो। निद्रामा हिँड्ने रोकियो। शरीरका निलडाम हराउन थाले। केही महिनापछि परिवार सामान्य जीवनमा फर्कियो। तर कथा त्यतिमै सकिएन। आजसम्म पनि गाउँका मानिसहरू भन्छन्, त्यो घर नजिक राति एक्लै जाँदा अजीब महसुस हुन्छ। केहीले राति झ्यालबाट मान्छे उभिएको देखेको दाबी गर्छन्, जबकि घर अहिले खाली छ। कतिपयले यो सबै मानसिक तनाव, डर र अन्धविश्वासको असर मात्र हो भन्छन्। तर गाउँका बुढापाकाहरू अहिले पनि बिस्तारै भन्छन्, त्यो रात घरमुनिबाट निस्किएको चिज सामान्य थिएन।